हेलो साथीहरु, हामी चाहिँ आज घाँस काट्न जाँदैछौँ। हामी दुईजना घाँस काट्न बारीतिर। यहाँ मेरो हस्बेन्ड चाहिँ चुत्रु हो कि के भन्ने खाइरहनु भएको छ। यता यस्तो हुन्छ है, यस्तो यस्तै। अहिलेको त तितो हुन्छ खासै। आयो यो चाहिँ हैसेर नाम्लो छ। हातमा चाहिँ हामी चाहिँ अब बारीमा जाँदैछौँ। तपाईहरुलाई चाहिँ म अब बारीमा गएर हाम्रो बारी कस्तो छ देखाउँछु है। बाटो चाहिँ यस्तो छ है साथीहरु, हामी चाहिँ यो घाँस काट्ने ठाउँमा जान लाग्यो। बाटो यस्तो छ, यस्तै हो गाउँको बाटो, कालो ओह्रालो। जुका पनि आउँछ, यतातिर जुका पनि आउँछ है। जुका त कति हो तर मैले देख्न चाहिँ देखेको छैन। यस्तो छ यहाँतिरको के भन्छ मौसम। अहिले चाहिँ हामी ठ्याक्कै हाम्रो बारीमा आइपुगिसकेछ। यो चाहिँ मकै हो। अनि यहाँ हेर, यो गरादेखि यो बारीदेखि यो माथिको 4वटा 1 2 3 4 यो हाम्रो, यो 4वटा चाहिँ हाम्रो। यो बाजेको नामको जग्गा चाहिँ यति हो, बाउको नाममा परेको है। अब हामी दुईजना दाजुभाइ चाहिँ दुईटा गरा पर्छ। अनि मैले चाहिँ बारी देखेको थिएन, त्यही भएर मलाई मेरो बुढाले चाहिँ बारी चिनाइरहनु भएको छ। म फर्स्ट टाइम हो यहाँ आएको। झन्डै नलडेलाई अब चाहिँ यहाँ पहिरो लडेछ। घाँस काट्ने ठाउँमा पुगेर झन्डै लडेको। हेलो गाइस, म चाहिँ अब बारीमा आइसक्यो। हामी चाहिँ घाँस काट्न लाग्यो। यहाँ चाहिँ अब यो चाहिँ रुखको घाँस हो। मेरो बुढाले रुखको घाँस काट्न लाग्नु भएको छ। म चाहिँ अहिले भारी म चाहिँ यतिकै रेस्ट गरेर बसिरहेको छु। काले रङ हो खान्छ भनिरहेको छु। मेरो बुढीले काले भन्छ, म कति गोरो छु। कालो भएर कालो भन्ने नि होइन, मलाई मात्र थाहा कति गोरो छु, तर पनि कालो भन्छ। अब हामी चाहिँ घाँस पुगेर घाँसको भारी हालेर पनि अब घर जाँदैछौँ। अनि मेरो बुढा चाहिँ अगाडि गइसक्नु भएको छ, म चाहिँ पछाडि। अनि बाटो चाहिँ खासै राम्रो छैन। बाटो खासै राम्रो नभए पनि यता खोलाहरू छ। अनि घाँसको भारी पुरा बिस्तारै। यहाँ चाहिँ म त भारी बिसाएर थोरै भारी पनि बिसाउनु पर्ने अवस्था छ। म मात्रै रहेछ भारी नबिसाउने। अब घर जाँदैछौँ। पानी पर्न लाग्थ्यो, त्यही पनि पानी परेन। पानीले साथ दिएको छ हामीलाई, यतिमा खुसी छु। अब आज चाहिँ यति घाँस बोकेर लगेर राखेर अनि रेस्ट गर्ने।